हाई एभ्रिवान, ह्याप्पी माघे सङ्क्रान्ति। म आज हजुरहरूको लागि भेलीको चिक्कीको रेसिपी लिएर आएको छु। सबैभन्दा सुरुमा हामीले एउटा भाँडामा भेलीलाई पानी हालेर पग्लिनको लागि छोडिदिनेछौँ। त्यसपछि अर्को भाँडामा हामीले तिल पनि भुट्नुपर्छ। तिल भुटेपछि त्यो तिललाई निकालेर छुट्टै भाँडामा राख्नेछौँ। अनि भेली पकाउँदा पनि हामीले त्यो भेलीलाई बेला बेला चलाउनु पर्छ। जब भेली पुरै पग्लिन्छ हामीले भेलीलाई छान्नीको सहायताले छान्नेछौँ। त्यति बेलासम्म यसका लागि चाहिने सामग्री रेडी पार्न पर्नेछ। अब भेलीलाई हामीले घिउ हालेर अलैचिन पाक्नको लागि छोडिदिनेछौँ। अब हामीले त्यो भेली रेडी भयो कि नै भनेर चेक गर्नको लागि त्यो भेलीलाई एउटा कचौरामा पानी लिएर त्यो कचौरामा हाल्नेछौँ र त्यो पानीबाट निकाल्दा भेली कडा वा ब्रिटल भएर निस्किसक्यो भने मात्र त्यो भेली रेडी हुनेछ। मेरो अझै भएको थिएन, सो मैले अझै एकैछिन पकाएँ अनि भेली रेडी भइसकेपछि अब हामीले यसका लागि आवश्यक सामग्री सबै भेलीमा हालेर राम्ररी चलाउनेछौँ। जबसम्म यो सबै सामग्री राम्ररी भेलीमा मिक्स हुँदैन त्यसलाई राम्ररी चलाउनु पर्नेछ। त्यसपछि एउटा घिउ लगाएको थाली लिएर यो भेलीलाई त्यसमा खनाउनु पर्नेछ र यो भेलीलाई चिक्कीको सेप दिनको लागि पहिले थालमा खनाएर त्यसलाई आफूलाई मनलाग्दो आकारमा काटिनेछ। यो काट्ने प्रक्रिया भेली तातो हुँदा नै गर्नुपर्नेछ र एकैछिन राखेर यो जब भेली सेलाउनेछ यो थालबाट राम्ररी निस्किन्छ र हाम्रो खानको लागि रेडी चिक्की तयार हुन्छ। थ्याङ्क यू फर वाचिङ। बाई बाई।